नमस्कार यहाँहरु सबैजनालाई नमस्कार ल हेर्नुला है मैले यो चाहिँ बिजुलीको तार कसरी चाहिँ बनाइएको छ देखाउँदैछु यसरी प्रत्येक पाइपबाट एकवटा तार निकालिँदैछ यसरी तार निकालेर चाहिँ लैएको छ भने यसलाई चाहिँ अब यसरी खाल्टो बनाएको चिजलाई चाहिँ जेसीबीले पहिला चाहिँ यहाँ चाहिँ बालुवा हाल्छ तर यो तारमाथि बालुवा हालेर पुरिरहेछ है तब चाहिँ ओ जक्सन त खतरा हुँदो रहेछ हैन यो जक्सन सबतिर आउने जक्सन यहाँ भयो ए यो रातो चाहिँ तार के को छ यो यसमा वाइफाई को तार यो वाइफाई को लागि भनेपछि यिनीहरू यो बिजुलीको लागि अनि यो पाइप त एउटा त खाली रहेछ त फेरि ए पछिको लागि भनेर हो ल गुड भन्नुलाई अब यहाँ देख्न सक्नुहुन्छ भनेपछि अब आज यो पुरेर सकिन्छ अब हो बल्ल धेरै रात हुने भयो यार धुलोले यत्रो ए भनेपछि यो बनाएर पिच गरेर जाने हो यसलाई माटो पुरेर ट्याक्क अनि त्यहाँबाट होली मनाउनु जाने तपाईँ घर कता पऱ्यो कहाँ जितपुर ए हजुर चाहिँ के हेर्नुहुन्छ यहाँ इन्जिनियरिङ सुपरभाइजर हो ल देख्नुभएको छ अब यस्तो गरेर बिजुलीको तार अब सब हट्छ होइन यो तार त्यो कहिले कहिले गर्ने हो माथिको तान्ने काम ए पहिला तलको चालु गरेर अनि घर घरमा लाइन कसरी हुन्छ नि यहाँ भनेपछि तल अन्डरग्राउन्डबाटै लाने घरमा पनि हामीहरूको त्यो घरमा जोड्नु पऱ्यो भने कहाँ जाने त तलबाट ल्याउने पानीको पाइप ल्याउँदाखेरि ल्याउने हो गजब हुने भयो ल ठिक छ राख्नुभएको छ यस्तो गजब छ काम भइरहेको छ है भयङ्कर रहेछ यहाँ चाहिँ जक्सन हुने रहेछ एउटा अब बल्ल पुरेर यो रात हुने भयो